आज हामी एउटा यस्तो बौद्ध कथा सुन्नेछौँ जहाँ आस्थाले साँच्चै चमत्कार गर्छ। कुरा रत्नद्वीपबाट सुरु हुन्छ, जहाँबाट 500 व्यापारीहरू धन कमाएर फर्किरहेका थिए। तर अचानक एउटा भयानक आँधीबेहरी आयो र उनीहरूको जहाज चट्टानमा नराम्ररी फस्यो। अब त मृत्यु निश्चित छ भन्ने सोचेर सबै व्यापारीहरू आत्तिन थाले। तर उनीहरूका नेताले भने, नडराउनुहोस्, बुद्धलाई सम्झनुहोस्, उहाँले नै बचाउनुहुन्छ। त्यसपछि सबै 500 व्यापारीहरूले एकै स्वरमा बुद्धको शरण मागे। अनि हेर्दा हेर्दै साँच्चै चमत्कार भयो। जहाज चट्टानबाट छुट्यो र सुरक्षित किनारमा लाग्यो। आफ्नो ज्यान बचेपछि उनीहरू कृतज्ञ हुँदै बुद्धलाई धन्यवाद दिन श्रावस्ती पुगे। त्यहाँ बुद्धको उपदेश सुनेर ती सबै व्यापारीहरूले ज्ञान प्राप्त गरे र अर्हत बने। तर कथा यतिमै सकिँदैन। बुद्धले भन्नुभयो, यो अचम्मको घटना पहिलो पटक भएको होइन। उहाँले भन्नुभयो, मैले यिनै मानिसहरूलाई पहिलेको जन्ममा पनि ठ्याक्कै यसरी नै बचाएको थिएँ। अनि उहाँले विगत र वर्तमानलाई जोड्ने एउटा पुरानो कथा सुनाउन सुरु गर्नुभयो। धेरै पहिले वाराणसीमा पनि यस्तै भएको थियो। 500 व्यापारीहरू समुद्रमा फसेका थिए। बाँच्ने आशा मरेपछि उनीहरूले नजिकै बस्ने 500 महान ऋषिहरूलाई गुहारे। उनीहरूको पुकार सुनेर प्रमुख ऋषिले आफ्नो आध्यात्मिक शक्तिले सबैलाई बचाउनुभयो। उहाँले सबै 500 व्यापारीहरूलाई आँधीबाट सिधै आफ्नो सुरक्षित आश्रममा पुर्याइदिनुभयो। यो चमत्कार देखेर ती व्यापारीहरूले पनि ऋषिसँगै बसेर ध्यान गर्न थाले। त्यसो भए त्यो पुरानो कथाका पात्रहरू को थिए त? बुद्धले रहस्य खोल्नुभयो। ती महान ऋषि अरू कोही नभएर पूर्वजन्मका बोधिसत्व अर्थात् म स्वयं थिए। र ती 500 व्यापारीहरू यिनै अनुयायीहरू हुन् जसलाई मैले भर्खरै फेरि बचाएँ। यो कथाले शरणगमन अर्थात् आस्था राख्नुको वास्तविक अर्थ र शक्ति देखाउँछ। सच्चा आस्थाले भौतिक र आध्यात्मिक दुवै खतराबाट बारम्बार बचाउन सक्छ। यो कथाले एउटा प्रश्न छोड्छ, आजको युगमा हामीले साँच्चै के को शरण लिइरहेका छौँ?